एउटा यो आइडिया अफ भूतलाई नि यस्तो बनाइसक्यो क्या हामीले होइन बट मलाई लाग्दैन कि त्यो भूत त्यस्तो हुन्छ भनेर कि कस्तो भन्यो भने हामीले देखाएको जस्तो अफकोर्स हुँदैन मुख ट्याक्क बिग्राइदिनु तर्साउँछ जतिखेर पनि गरेर आउने त्यो त हुँदैन ल आइएम श्योर इभन त्यो जुन यो हुनु छ नि यो एनर्जी भन्छ नि हामीले यो अनफिनिस्ड बिजनेस भएर त बस्छ भन्छ नि त आत्माहरू आई थिङ्क उहाँहरूको पनि इम्पोर्टेन्ट कामहरू छ के दे आर नट हियर ट्याक्स दिनु पर्यो टु यु अल द टाइम हुन्छ नि मेरो चाहिँ त्यो अन्डरस्ट्यान्डिङ छ कि त्यसैले मलाई चाहिँ मान्छेले राति 3 बजे भूत आउँछ भन्छ नि पिजी रहेछ र भूतहरू पनि यहाँ एउटा इन्टरभ्यू दिएर अर्को यहाँ छ नि टेक्स्टमा चाहिँ होइन अर्को के काम होइन नि मैले भन्न खोजेको देयर सोल पर्पस अफ एक्जिस्टेन्स इज मान्छे तर्साउनलाई मात्रै होइन जस्तो लाग्छ कि होइन बुझे नि कस्तो डिटेल तपाईँले पढ्नु भएको छ भूतको बारे पढे चाहिँ छैन तर बिकज यो एकदम धेरै फास्ट भएको भएर चाहिँ मैले अन्डरस्ट्यान्ड चाहिँ गर्न खोजेँ हो जेन्युनली है यो चाहिँ यो के हुँदो रहेछ भने अनि म नपत्याउने चाहिँ होइन म एकदम पत्याउँछु एनर्जीहरू हुन्छ लाइक हुन्छ नि हामी सँगसँगै पनि यहाँ उसको पछाडि कोही होला हामीले देख्दैन पो त होइन यहाँ कोही बसिरहेको होला हामीले देख्दैन सातो गएर होइन द्याट्स डिफरेन्ट तर त्यो सोल पर्पस नै एकदम हामीलाई तर्साउने हो तर्साउँछु भने त होइन त्यसैले मलाई डर नलाग्ने हो कि खासमा आई हेभ दिस अन्डरस्ट्यान्डिङ द्याट वी क्यान को एक्जिस्ट पिसफुली र मैले केही नराम्रो त्यो अब त्यो बोलाउँछ नि त्यस्तो गरेर त्यस्तो हो त्यो चाहिँ अब आई थिङ्क युर इन्टरफियरिङ इन देयर स्पेस त्यो कतिको काम गर्छ गर्दैन मलाई थाहा छैन होइन भूत बोलाउने चलाउने भन्छ नि अब मान्छे राम्रै काममा हिँडिरहेकोलाई किन बोलाउनु पर्यो हो त बिचरा हैन किन बोलाउनु पर्यो इफ इट वर्क्स भन्न खोजेको है मैले सब त्यस्तो तपाईले उटपटाङ नगरेसम्म चाहिँ आई फिल लाइक गरेर कि त अब तपाईले केही गरेको हुन पर्यो त्यो जो अनफिनिस्ड बिजनेस भएको मान्छे हैन त्यो धेरै रिजन हुन सक्छ जस्तो लाग्छ सो मेरो अन्डरस्ट्यान्डिङ चाहिँ यो विषयमा अलिकति डिफरेन्ट छ अनि मलाई त्यसैले एकदम धेरै डर चाहिँ लाग्दैन कि भन्छ तपाईलाई राति बरु अहिले त मान्छेसँग बढी डर लाग्छ एक्ज्याक्टली मलाई पनि बरु मान्छे डराउँछ होला है मान्छेसँग कसम हो मलाई त लाग्छ सबैभन्दा डराउनु पर्ने यो संसारमा भने मान्छे नै हो जस्तो लाग्छ कि कस्तो न्युजहरु आउँछ भूतसँग डराउनु पर्दैन कस्तो कस्तो न्युजहरु हुन्छ साँच्चै उनीहरुले नै डराउँछ होला कि यार हाम्रो काम त यिनीहरुले गरिरहेछ भनेर नि आउन डराउँछ जस्तो लाग्छ कि कहिले काहीँ त मलाई तर्साउने कुराहरुमा नि मरेको मान्छेसँग के डराउनु जस्तो लाग्छ